हाई गाइज वेलकम टु माई भ्लग। आज चाहिँ दाइको बिहे भर्खरै यहाँ आएको। आज यस्तो ढिलो भयो नि अनि डाइरेक्ट त्यही भएर सिधै यहाँको भ्लग स्टार्ट गरेछु मैले। लेट्स सी अब के हुन्छ। मैले चाहिँ दिदीलाई आइज न फोटो खिच्न भनेर बोलाउँदैछु होइन। अनि त्यसपछि चाहिँ हामीहरू नाच्दै नाच्दै सयपत्ता लिँदै हिँड्यौँ। मैले चाहिँ बल्ल दाइलाई देखेको है। र दाइ जानुभएको छ। फाइनली हामीहरू यहाँबाट हिँड्दैछौँ। अब सबैजना आउँदै हुनुहुन्छ। फाइनली यहाँबाट हिँड्यौँ। डेन्जर गफ गर्छु होइन। अब के बोल्छु मलाई पनि थाहा छैन। गाडीहरू आउँदै होला भनेको त म एकैचोटि वहाँ गएर कन्टिन्यू गर्छु। हामी हाम्रो डेस्टिनेसनमा आयौँ। सी यू गाइज देयर। भर्खरै यहाँ आयौँ होइन। अब लेट्स सी के हुन्छ फङ्सनहरू। भाउजूको एन्ट्री यसरी हुँदैछ। अब चाहिँ जन्ती पर्सिने प्रोग्राम हुँदैछ। यो पार्ट चाहिँ मैले फर्स्ट टाइम नोटिस गरेको। यता त रमाइलो लाग्यो। कस्तो भइरहेछ त बिहा? रमाइलो भइरहेछ। हाम्रो बाबु आफ्नै धुनमा छ। कस्तो भइरहेछ भाइको बिहे? रमाइलो भइरहेछ। लालु र चाहिँ सोलीलाई खोजिरहेछ। लालु सोली त हराइरहेको अवस्था हो। खाना खाना लागेको मम्मीहरू चाहिँ गन गर्छ। के बोल्छन् है मलाई थाहा छैन। हाई भन्दै होला। खिच्नु भनेर बाहिर आएको तर यस्तो घाम तर फोटै राम्रो आएन। त्यही भएर हामीहरू फिर्ता जाँदैछौँ। अनि कस्तो भइरहेछ त दाइ? भन्नु न हजुरले केही प्रस्ताव राख्नु। किन हजुरलाई खानु भएन? कालो आइरहेको कालो त अब हजुर सधैँ कालो हुन्छ त्यही भएर कालो आइरहेछ। भनेर भनेको दिदी मलाई फोटो खिच्न जाने मानी छैन। सबैजना फोटो खिच्दै हुनुहुन्छ। हेरमै पोजहरू ऊ हेर यस्तो यस्तो फोटो आउनुपर्छ भन्दै डिस्क्राइब गर्दैछन् है। मेरी माया जुना जस्ती